चलिए शुरू करते हैं। ल फाइनली भन्नुपर्दा चाहिँ गाइज फेरि अर्को भिडियो आइसकेको रहेछ युट्युबमा टिकटकको फनी कमेन्टहरू होइन बहुत रमाइलो कमेन्टहरू आइसकेको छ हेर्नलाई म पनि रेडी भएर तपाईँको माझ आइसकेको छु मेरो रियाक्सन भिडियोजहरूलाई कस्तो लाग्छ यदि राम्रो लाग्यो भने चाहिँ मेरो च्यानललाई गएर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु है त। त्यसका बाजे यो भाइरल हुने नसा पनि अचम्मै हुने एकचोटि लागेपछि छोड्दै नछोड्ने यी कानै काट्छु भनेर भाइरल हुने आन्टीलाई अझै नसाले छोडेको रहेनछ। मलाई कसैले बलात्कार गर्न सक्दैन रातमा मलाई बलात्कार गर्न 25 जना आयो भने सक्छ। लु यति बोलेसी भाइरल तर कमेन्ट्स बिना भाइरल भिडियो र हामी बिना ती कमेन्ट्स अधुरै हुन्छ हैन त गाइस। हामी कान काट्ने आन्टीलाई आएको कान ठाडो पार्ने कमेन्ट्सहरुसँगै गहिरो अर्थ भएको ट्याटु देखि अरु भाइरल मसालेदार भिडियोहरुको फन्नी एन्ड हिलेरियस कमेन्ट्स पढ्नेवाला छौं। सो गेट रेडी लेट्स गो। जय श्री राम। लु गाइस यस्तो कमेन्टर्सहरुलाई चाहिँ सरकारले तलब नै दिनुपर्छ यार कसम भिडियो हेर्नुस् पहिला अनि फन्नी कमेन्ट्स पढ्ने। कुर्सीमा चढ्छ कि के हो ओके कमेन्ट्स पढम है त। ब्रोलाई त कमेन्ट खोल्दा नि देखिराछ। आईना इसका मुंह किधर है? ऊपर फर्स्ट फ्लोर पे देख रहा है। ऐसे बावला घर हैन इसको मुंह किधर है ऊपर फर्स्ट फ्लोर पर देख भाई बावल भन देगा प्लेनलाई लाने ब्रो क्यान सी टुमोरो। तो नीचे आजा मेरे भाई। हावामा हो र ब्रो खुट्टा त छैन त। ब्रो बी लाइक दाइ कागती कसरी हो सुन्तला हो निउरेर हेर खादा लाउने बेला भर्याङ हाल्या हो र होला ब्रो माथितिर कस्तो छ गर्मी यता यी आन्टीले के चाहिँ बुझाउन खोजेकी हुन् थाहा भएन। भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्स पढम। मलाई कसैले बलात्कार गर्न सक्दैन रातमा मलाई बलात्कार गर्न 25 जना आयो भने सक्छ। 10 जना पुरुष आइज मलाई कसैले पनि बलात्कार गर्न सक्दैन। म च्यालेन्ज दिन्छु खाओ माँ कसम। मलाई कसैले गर्न सक्दैन। रातिमा हतियार लिएर आएर एउटा महिलालाई आक्रमण गर्यो भने सकिएला न त कुनै पनि पुरुषले एउटा महिला उमेर पुगेको महिलालाई बलात्कार गर्न सक्दैन। मेरो इच्छा विपरीत कसैले पनि मलाई बलात्कार गर्न म 37 वर्ष भएँ। म 37 वर्ष भएँ। तो चलिए शुरू करते हैं। होइन च्यालेन्ज हो कि अफर हो? अफर राम्रो छ दाजुभाइहरू। दिदीले आफ्नो बलात्कार आफै गर्दैछिन्। रातमा मलाई बलात्कार गर्न 25 जना आयो भने सक्छ। 25 जना आएपछि भन्नुको कारण के हो? थोरैले हुन्न भन्न खोज्या हो कि के हो? मलाई पनि कुनै नारीले बलात्कार गर्न सक्दैन। उहाँले त फलामको कट्टु लगाउनु भएको जस्तो छ है साथीहरू। के बोले हजुरआमा 37 हो कि 73 चाहिँ हो? म 37 वर्ष भएँ। कुनै पनि पुरुषले एउटा महिला उमेर पुगेको महिलालाई बलात्कार गर्न सक्दैन। म च्यालेन्ज दिन्छु। त्यसो भए म ट्राई गरम। कान काटेर फाल्छु। हैट नानीले आफैले हेर्दै आफै छक्क पर्दैछिन् टेनी स्लोमोमा। पहिला यो भिडियो हेरम अनि कमेन्ट्स पढ्ने है त। लेट्स गो। क्युआर पठाऊ ब्रा किन्ने पैसा पठाइदिउँला। हल्लियो फलफुलको बोट गाइज पाकेको रहेछ धेरै नहल्लाउ फेरि झर्ला। कतातिर हो र आउन त घुम्न लुम्बिनीतिर। कस्तो ड्राइभर रहेछ बिस्तारै चलाउन पठाऊ अहिले दुध पकिन्छ र। गाइस यो बेहुलीको बिदाई हो कि जबरजस्ती स्कुल पढाउन लादै हो? भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्सतिर जाम्ला। सबै भतिजा पनि छोडेर ओके कमेन्ट्स पढम है त। छ्या देखेर रुन पर्ने तर हाँसे। रिल्याक्स गाइज भोलिको दिनमा यही जोडी हात समाएर आउँछन्। दुला बोक्ने तरिका साह्रै राम्रो। यो कुन टेली सिरियल हो?
यता फेरि ट्राफिक बोर्ड नै हो कि के हो गाइस भिडियो हेरौँ अनि कमेन्ट्स पढ्ने है त Keep going, don't stop, keep going भनेर एउटा ट्याग हालेको रहेछ नेपाली रेस्टुरेन्ट चाहिँ के हुन्छ हो Don't stop, keep चलिए शुरू going. करते हैं चिल गाइस शी इज मोटिवेटिङ डोन्ट जज हर तुम कर सकते हो तुम्ही से बोल रहा हूँ तुम कर सकते हो मेरो साथीहरूलाई यस्तै ट्याटु भएको बुढी परोस् इन नेपाली नरोक्नुहोस् अगाडि बढिरहनुहोस् सफलताको शुभकामना इट सेज यु शुड नट स्टप ट्याटुइङ इन हर बडी बी पॉजिटिव यार लकी बोयफ्रेन्ड लकी कस्टमर गाइज गेस द जब Guess the job. ओहो यो नानीको यस्तो खतरा डान्स देखेपछि मान्छेहरू कमेन्ट गर्न बाध्य भए भिडियो हेर्नुस् अनि कमेन्ट्स पढौँला बाप रे बाप गीत गर्दा सङ गर्दा लिरिक्स गर्दा डान्स गर्दा भयो यो त जोसमै नाच्दै गयो क्या ओके कमेन्ट्स पढौँ है त कहाँको डान्स हो यस्तो कबाडी ज्याकेट खोलेको देख्दा त खत्रै डान्स गर्छ जस्तो लागेको थियो त्यही मात्र हल्लिरहेछ यो डान्स देखेर मेरो डान्सलाई सम्झेर खुसी छु होइन डान्स कति बेला स्टार्ट हुन्छ यो भन्दा त म राम्रो नाच्छु होला हल्लाउने कुरा सानो भए पनि यता यो बहिनीले टिकटक खाइसक्यो कति हाँस्नु भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त यो बहिनी चाहिँ भर्खर टिकटकमा बर भएर जस उसले जति जानेको जति सकेको गरेको हो त त्यति साह्रो भन्नु पनि नहुने हुनु चाहिँ तर ठिक छ फन्नीको लागि त होला नि कमेन्टहरू भने चलिए शुरू करते हैं फाइनल्ली कपडा चेन्ज भएछ भोलिदेखि म पनि एउटै कपडा लगाएर बनाउँछु यस्तै डान्स गरेर दुश्मनलाई मार्दिन मन छ गाइस मेरो जिएफ हो है लकी बोयफ्रेन्ड ल गाइस कान नसुन्नेहरूको लागि नयाँ उपचार बजारमा आइसक्यो यो भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्सको मजा लिम्ला 9 वर्षको गुरु डक्टर देखाउनु भएन देखाएको नसा सुकेको हुन्छ गुरु किन रुनु भएको हजुरलाई देखेर कहिले भेट्नु जस्तो भएको थियो गुरु मलाई यसले मात्रै सुन्छु यो कान बन्द छ अहिले कुन कानले सुन्दै हुनुहुन्छ अहिले यसले जय श्री राम यही नहीं अभी और सुनिए यो कान सुन्यो भने त म कस्तो हुन्छु जस्तो भएको गुरु सुन्नु भएन तपाईँको नाम के हो साबित्री फेरि पुलिस त गुरु साँच्चै सुन्ने हो कि के हो मलाई पनि भाइरल चाहिँ देखिरहेको थियो मैले अब साबित्री पराजु कुन कानले दाहिने कान नसुन्ने कहिले अहिले धेरै सुन्ने गुरु जय श्री राम तो चलिए शुरू करते हैं कान नसुन्ने मान्छेले कति छिटो छिटो रिप्लाई दिएको त रिप्लाई हेर्नु कान पो नसुन्ने हो त बोलेको त सुनिन्छ नि त सन्चो भयो कि नै थाहा भएन तर गुरु मुडमा गए जस्तो लाग्यो जय श्री राम यो पेसा गर्नको लागि योग्यता कति चाहिन्छ होला म भोलि नै फर्केको विदेश हापेर 5 क्लासमा फेल भए नि हुन्छ भग्नेलाई भन्दा देख्नेलाई लाज भने यही हो पुलिस त गुरु शर्म करो भगवान से डरो भोसड़ी वालों एक्सपो हो कि अनि कान सुनाउन पनि माथि नै जानुपर्छ त काका
हैट बजाई रक नातिहरू सक नै भयो त भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त ओके कमेन्ट्स पढौँ है त के गरेको यो खुलित्तै भाइरल भइस भन्दैछन् ई नातिस भन्नु हुँदैछ बोजूले POV डोन्ट जज अ बुक बाइ इट्स कभर हमला अचानक हुआ था आमाले भन्नु भएको हात आफै चलेको रे जिब्रो चिप्लेको जस्तो मेरो भिडियोमा पनि ख्यास ख्यास गरिदिनु पर्यो बजाई भिडियो भाइरल हुन्छ कि बोयफ्रेन्ड गर्लफ्रेन्ड नहुने दुखी आत्माहरूले यो भिडियोबाट केही सिक्नुहोस् भिडियो हेरौँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला भेट तपाईँको गाडीमा भएको म सिटमा बसिरहेको थिएँ उहाँ यस्तो समयहरू बिराउनु भएको थियो देखेँ अनि मैले उहाँलाई भिड थियो क्या उहाँलाई अप्ठ्यारो पनि भयो अनि मैले उहाँलाई सिटको म बसिरहेको थिएँ उहाँलाई मैले सिट बस्नको लागि अफर गरेँ चलिए शुरू करते हैं अभागीको त एउटै सिटमा परे नि बोलचाल हुन्न आजबाट स्कुटी छोडेर बसमा हिँड्नु पर्यो 3 वर्ष खलासी काम गरे 1.5 वर्ष गाडी धोए 3 वर्ष पैसा उठाउने काम गरे खै त अभागी खप्पर मेरो छेउमा त खाली जाड खाएको बुढो पर्छ हौ म बसिरहेको थिएँ उहाँलाई मैले सिट बस्नको लागि अफर गरेँ उहाँ बस्नुभयो मैले नि सिट त दिएको थ्याङ्क यू दाई भनेर गई मोरी आजभोलि चाहिँ यो टिकटकको भिडियोले भन्दा पनि मार्केट चाहिँ कमेन्टले खाइदिएको छ क्या बवाल हुन्छ कमेन्टहरू आज भिडियोमा कमेन्ट भनेर त मजै नहोला जस्तो फिल हुन्छ क्या हेर्नलाई पनि भिडियोहरू त्यस बवाल कमेन्टहरू आउँछ हेर्नलाई मजा क्या मुड पनि फ्रेस हुँदै फाइनली गाइस आज भिडियोहरू पनि अति रमाइलो थियो र मेरो रियाक्सन त नभनौँ जस रमाइलो लाग्यो मात्रै म हेरिरहेछु हल्का रियाक्सन दिने गर्छु भिडियो ठिक थियो हजुरलाई भिडियो कस्तो लाग्यो यदि राम्रो लाग्यो भने चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु नभुल्नु है त